हेलो साथीहरू, बल्लै बल्लै नमस्कार है। आज चाहिँ साथीहरू एउटा दुःखद घटना लिएर आएको छु है। हेर्नु होला एकदम। ए कुना बेरा सिस्ती बिर्तामोट बेरा जासिस बिर्तामोट। यो भाइ चाहिँ बिर्तामोट हिँडेको अरे, हाम्रो कचन कलको भाइ हो। हेर्नु साथीहरू, हिजोको दुःखद घटना 13 गतेको घटना है। यो चाहिँ गाडी हेर्नु साथीहरू, यो वायरिङ सर्ट भएर आफसे आप जलेको छ है। यो गाडी यो चाहिँ हाम्रै भाइको गाडी हो, हाम्रै चिन्जान भाइको हो है, कचन कवालको। यो गाडी चाहिँ टाटा एसी टाटा मेगा एक्सएल मेगा है। एकदम नयाँ गाडी थियो, एकदम नयाँ 2022 मोडलको होला साथीहरू भन्नु पर्दाखेरि है। चल्दा चल्दै पेसेन्जर लिएर दौडिँदै अटोमेटिक वायरिङ सर्ट भएर चाहिँ आग लागि भएको छ साथीहरू है। हेर्नु होला, गाडीको नजिकमा जाँदैछु। यो चाहिँ तपाईँको हाम्रो कचन कवाल बिजुली अफिस छेउमा, लगभग लौरे चोकदेखि अगाडि कचन कवाल बनियानीबाट चाहिँ बिर्तामोट जाँदै गरेको अवस्था होला गाडीको पोजिसन हेर्दाखेरि है। त्यसरी चाहिँ पुरै अटोमेटिक आगो लागेछ। एकदम नयाँ गाडी थियो साथीहरू। यो चाहिँ मेरो ग्यारेजमा पनि प्राय इन्ट्री भइरहेको थियो। यो अवस्थामा पुगेछ साथीहरू अहिले चाहिँ है। यो सेन्सर गाडी साथीहरू, अहिलेको सेन्सर गाडी हो। यो एकदम डिजिटल गाडी हो। सेम यो गाडी चाहिँ यो गाडी जस्तै थियो साथीहरू, टाटा मेगा ठ्याक्कै आएको छ। यही गाडी सेम है साथीहरू, यही गाडी सेम हो है, टाटा मेगा। यो हाम्रो डुप्पा भाइले चलाउँछ। यो चाहिँ हाम्रो अर्कै भाइको हो। सेम यो टाटा मेगा सेम यही है साथीहरू गाडीहरू चाहिँ। गाडी चाहिँ जाँदै गरेको। अहिले साथीहरू विशेष हामीले चाहिँ अहिले निस्केको न्यू मोडलको गाडीहरू है, डिजिटल गाडीहरू आइरहेछ न्यू मोडलको है। वायरिङको धेरै फङ्सनहरू हुन्छ साथीहरू। त्यही भएर एकदम सतर्क रहनुपर्छ। मेरो मैले यसरी आगो लागेको अटोमेटिक जानेको गाडी चाहिँ यो एउटा मेगा भयो, एउटा मारुति भ्यान, दुईवटा गाडी मेरो आँखाले देखेको चाहिँ है। यो अवस्थामा पुगेको चाहिँ दुईवटा गाडी भइसकेको छ साथीहरू। त्यही भएर अहिलेको न्यू मोडल गाडीहरू चाहिँ मा एकदम ध्यान दिनुपर्ने हुन्छ है। भिडियो म 5 मिनटको बनाउने प्रयासमा चाहिँ साथीहरू है। एकदम मान्छेलाई चाहिँ क्षति केही नभएको साथीहरू है, गाडीलाई मात्र नोक्सान भएको छ। मान्छे चाहिँ एकदम सबकुशल नै सबै बाहिर निस्केको हो अवस्था बुझ्छ साथीहरू है। हस्त साथीहरू, आज चाहिँ मेरो रिल्समा चाहिँ यति भन्दै म यहीँ मेरो रिल्स चाहिँ टुङ्ग्याउँछु है। र तपाईँहरू पनि कुनै पनि गाडीमा चढ्दा बस्दा यानि यात्रा गर्दाखेरि एकदम होसियार तरिकाले बस्नु होला, एकदम सतर्क रहनु होला, एकदम ध्यान दिइराख्नु होला है आफ्नो यात्रामा। हस्त, धन्यवाद साथीहरू।